फेर्ने कथामा यहाँहरूलाई स्वागत छ। वर्षायाममा 4 घन्टा उकालो हिँडेर आउनुपर्ने यो गाउँमा अहिले मोटरसाइकलसम्म आइपुग्ने भएको छ। हाम्रा सहकर्मी चाहिँ मोटरसाइकल यो उकालोमा चलाउँदा चलाउँदा एकदम थकित हुनुहुन्छ होइन। तैपनि यो सुन्दर ठाउँ विकट गाउँमा हामी आएका छौँ होइन। बाटो यस्तो छ हेर्नुहोस् होइन। ठाउँ एकदमै रमाइलो छ, शान्तपूर्ण छ, हरियाली छ। तर यहाँ चाहिँ यहाँको स्थानीय निकायले चाहिँ बाटोको लागि अलिकति पहल नगरिदिएको हुनाले यहाँ चाहिँ अत्यन्त कठिन हुन्छ होइन। कुनै गाडी बसहरू आउँदैन यो ठाउँमा चाहिँ। मोटरसाइकल धन्न मोटरसाइकल आउनसम्म भएको छ। यहाँ चाहिँ बिरामी भयो भने, सुत्केरी भयो भने बोकेरै लैजानुपर्ने अवस्था छ। यो ठाउँमा चाहिँ एकदमै गाह्रो छ। सम्बन्धित निकायको छिट्टै ध्यान जाओस् र यो ठाउँमा छिट्टै राम्रो मोटर बाटो बनोस् भन्ने हामी कामना गर्दछौँ।